ह्यापी माघे सङ्क्रान्ति गाइज ल Cheers. कस्तो छ खिर मिठो छ Thank you everyone. ओके थ्याङ्क यू एभ्रिवान माया कति जाने कि मिठो छ आमा मिठो छ आमा किन हाँस्ने? भने कस्तो एउटा स्पेलिङ आउँछ नि ल। हेलो एन्ड नमस्कार स्वागत छ फेरि पनि पुनः एकपटक मेरो नयाँ भ्लगमा। आज चाहिँ डे 59 है। सो भ्लग गरेको 59 डेज भइसकेको छ अनि आज चाहिँ है माघे सङ्क्रान्ति है त गाइस। सो सबैलाई है एकदम शुभकामना छ माघे सङ्क्रान्तिको है। सबैको जीवनमा फलोस् फुलोस् है। सो नयाँ वर्षको एकदम धेरै शुभकामना, नयाँ वर्ष पनि मानिन्छ होइन आजको दिनलाई होइन। सो सबको होइन एकदम जीवनमा सुख शान्ति होइन उन्नति प्रगति हो हुँदै जाओस् होइन। कसैलाई रोग व्याध भन्ने चाहिँ कहिले पनि नआओस्, नपरोस्, दुःख कहिले पनि नपरोस्, कष्ट पनि कहिले नपरोस्। सबैको जीवनमा एकदम सुख शान्ति र समृद्धिले एकदमै होइन छाउन् र प्रगति गरून् है त। सो गाइज यही नै हो होइन मेरोबाट चाहिँ एकदम होइन शुभकामना। सो गाइज म चाहिँ होइन नुहाइ गरेर रेडी पनि भइसकेको छु होइन टक्कला टिका सिका लाएर बसिसकेको छु। अब चाहिँ म होइन हिजो बनाएको होइन त्यो हाम्रो तिलको लड्डु र हाम्रो मुरीको लड्डु चाहिँ म खान्छु होइन टक्क लगाएर ल सिउदेर अनि सबैजनालाई फेरि पनि एकदमै धेरै 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 शुभकामना छ है त। सानानुले चाहिँ यता अक्षता मुस्दैछिन् है त। जय श्री कृष्ण। गणेश देवा माता जकी पार्वती पिता महादेवा। नारायण। ह्यापी माघे सङ्क्रान्ति गाइस। Happy माघे सङ्क्रान्ति। गोडा पर्दैन ल एकदम शुभ तिमीलाई कुर्सी हटाउनु हेर्न हिटेडो कुर्सी हटाउन साना यो यस्तो सिधा हुन्छ नि टिका यता लगाइदिनु पर्छ पकड यो टिका लगाइदिएको ढङ्ग त्यस्तै हो नि अब मलाई लगाइदिन्छ हजुरलाई ह्यापी माघे सङ्क्रान्ति गाइज ल सबैलाई एकदम सबैको जीवनमा सुख शान्ति र समृद्धिले छाउन् र नयाँ वर्षको शुभकामना। आज नयाँ वर्ष मानिन्छ नि त्यो एकदम शुभकामना है त। हामीले चाहिँ अब लड्डु खान लगाएको भयो यति भयो ठिक छ तिलको अब उसको झिक मुराईको यसको दुईवटा झिक न ल गाइज अब चाहिँ हामीले यो खान्छौँ है। अब चाहिँ गाइज हामीले चाहिँ खान लागेको लड्डु ल चियर्स। कस्तो क्रन्ची हो मिठो भएछ है। दाँत भात किने पो रहेछ त। मलाई आमाले हिजो भन्नुभएको थियो के अरे तैँले के अरे हातले हान्दाखेरि फुट्दैन पऱ्यो त्यो हात दुख्ला लड्डु फुट्दैन भन्नुहुन्थ्यो क्या। मिठो छ अब जस्ट ट्राई दिस। मुखको त भ्याउँदै कति हात्तेको मन त भइसक्यो लड्डु चियर्स। यो मिठो त मिठो छ तर यसमा चाहिँ अझ मिठा चाहिँ पुगेन कि
मैले त अझै मिठा भयो मलाई त धेरै मिठा भएको चाहिँ मनपर्छ ल गाइस यू अब चाहिँ हामी चाहिँ काँडाघाट जान लागेको हजुरआमाले बोलाउनु भएको छ उता मावली बुढा मावली हजुरआमाले बोलाउनु भएको छ अब हामी हजुरहरूलाई उता भेट्छौँ ल सी यू देयर है त गाइस सो गाइस हामी चाहिँ भर्खरै यहाँ आइसक्यौँ हामी सराते खानामा घर आएको सो गाइस अब हामी चाहिँ यता खाना थाल्नु लागेको है त यहाँ आमा यता आन्टी यता बहिनी त्यता छिन् अब चाहिँ ए आइन हाम्रो सुरता बहिनी ए मलाई नथप न सानो यहाँ ल अब चाहिँ अनुसारले खाना थालेकी छिन् अब म नि खान्छु यहाँ हुन्छ हाम्रो ठुलो मम्मी खै मम्मी खै यहाँ होइसिन्छ मेरो मम्मी आज हामीहरू सबैजना भएर काँडाघाट आएछौँ ए हो किन आएको यता माम खाना ए हो थ्याङ्क यू एभ्रिवान ओके थ्याङ्क यू एभ्रिवान कति चिसो हात ओ माय पिङ्क निस्क्यो यसमा व्हाइट निस्क्यो भने हजुरको यो हाँस्ने भने कस्तो हाँस्यो कि भने यो व्हाइट निस्क्यो सानो हजुरआमै हो क्या सानो नखाने रे मन नखाने जान्ने भएको खेर सानो यहाँ सबैजना बसिरहेको छौँ है माथि ल कस्तो रहेछ बुवा खिर मिठो छ आमा मिठो छ औ आमा मामा हामी सबैजना यता छौँ दुध लिएर आयो है दुध आयो हाम्रो यहाँ ए झन्डैले अहिले खिरा आयो यहाँ अब गरेपछि यहाँ कस्तो छ खिर मिठो छ मिठो छ मिठो छ है आमा केही मिठो छैन ए बा ल खिर कस्तो भन्नु मिठो छ मिठो प्रसाद हो नि त यो त हाम्रो जिजु हजुरबाको क्याप्टेन्सीमा आएर गयो म्याराडोना क्याप्टेन्सीमा आएर गयो म्याराडोना एबिसी यता हो यता के खोइ के अनि उत्ताको तिम्रो राइमहरु सुनाउ न त्यहाँ ल तिम्रो राइमहरु सुन्नु त ल हजुरको मोजामा के हो मिठा लागेछ त्यसमा आएको कति जाने के मम्मी हजुर यो हेर ल साने ओ नानु मिठो छ छैन रे खिर यो म खाने यम्मी छैन छैन रे ए सर्कल हैन त चुरा हो चुरा हो कि मार्समेलो हो यो मार्समेलोको चुरा बनाइदिन्छु तिमीले पनि डिजाइन गर ल तिमीलाई आउँछ भने बनाऊ ल तिमी पनि ट्राई गर ट्राई गर त त्यहाँ ट्राई गर भने खान्छन् ए भन्यो नाइस गुड तँ केजियो खाऊ ल यहाँ खाऊ ओ गुड गर्ल मैले यसलाई सोधेको अस्ट्रेलियामा के हुन्छ भन्दाखेरि अस्ट्रेलियामा खाने बस्ने घुम्ने मात्र हो भन्थे पढ्नु पर्दैन अरे मलाई मार्समेलोको चुरा बनाइदिन्छु यहाँ लभ हेर अब अलि डाउन गरेर लभ बनाऊ ल कति जान्ने होला वाउ तिम्रो कति राम्रो अब के बनाएको यो
के भन chocolate. के हो यो त के बनाएको हेर त ऊ चकलेट Flower. 8 भन्यो 8 8. कसरी 1, 2, 3, 4, 5, 6, 7, 8. म एटको स्पेलिङ आउँछ नि ल। बाप रे बा खोइ माइजी त माया गरेको तिमीले मैले मोबाइलमा खेलेको गेम यस्तै वाट इज योर नेम अनि वाट इज योर फादर नेम My father name is Santosh Pakwal. एन्ड मदर नेम My mother name is Sapana Pokrel. एन्ड योर सिस्टर नेम इज Two sisters. सिस्टर sister? न तिम्रो आफ्नो तिम्रो सिस्टरको नाम के हो बहिनी? नानी तिम्रो के हो त सिबलिङ त्यो सानो नानी? Sasha. सासा हो तिम्रो नाम? साइसा हो मलाई थाहा छैन सदिका यहाँ बुवालाई माया गर लु गाला मै खाइदियो बुवालाई बुवा सो गाइज आजको ब्लग चाहिँ यति नै हो सो हामी चाहिँ काँडाघारीबाट आएर चाहिँ अनि चाहिँ दुध अनि सेलरोटी अनि हामीले पुरी अचार खायौँ अनि त्यसपछि अहिले चाहिँ अब म माथि आएको छु ब्लग एडिट गर्नलाई सानो चाहिँ तल काम गरिरहेकी छिन् सो अब हामी चाहिँ अर्को ब्लगमा भेट्नुपर्छ त्यतिन्जेललाई ह्याभ फन गुड नाइट टेक केयर एन्ड बाई ह्याप्पी माघे सङ्क्रान्ति गाइज Love you everyone and subscribe.